Standing bro. यसले त विली पनि हाल्छ। सिरियस यार ल के छ सोल्टी अनएक्सपेक्टेड आइरहेको गाइस हामी आज भाडुपट्टि यस वनपाटिकामा घुम्न आइरहेका छौँ है। अनएक्सपेक्टेड है अनएक्सपेक्टेड विदाउट प्लान आएको हामीहरू घुम्दैछौँ एक्सप्लोर गर्दैछौँ यहाँ के छ त यहाँ वनपाटिकामा भन्ने कुराहरू हामीले देखाउँदैछौँ तपाईँहरूलाई। हामी अब जनावरहरूलाई एकदमै राम्रो तरिकाले राखिरहेको छौँ। अरे कस्तो राम्रो हो यो के हो भ्यू टावर हो भाइहरू चितुवाहरू हेलो हेलो चितुवा भाइ हेलो यहाँ चितुवा सुतिरहेको छन् है। अब हामी मिर्ग भाइ तल पनि रहेछ एउटा यहाँ मृग रहेका छन् रतुवा मृग च्याप्प लाएर शतुर्मुर्ग यसरी हिँडिरहेछन्। ल भाइ यो हाँसिरहेछ यो यसलाई हेर्न आएको हामी के छ सोल्टी इमु मृग छन् मृग हेलो मृगहरू मृग चराउन आइरहेको छु म आज यहाँ मृग चराउनु पर्यो। फोटो खिच्न आएको छ कि आफै ओहो के हो यस्तो वातावरण त राम्रो छ यहाँ त। हेलो गाइस तपाईँ सन्चै हुनुहुन्छ होला। ल आज हामी आएका छौँ वनवाटिकामा हामी केटा रमाइलो छ वनवाटिकामा आएका छौँ रमाइलो गर्दैछौँ। अब हामी निस्किन्छौँ बुटोलतिर फेरि। यो यसको नाम के हो बनकुखुरै हो एउटा चडक्कैको रहेछ क्या रातो भाले कि खतरा हुन्छ खतरा खतरा हुन सक्छ। त्यो हरि ठुलो रहेछ कि होइन Standing bro. यसले त विली पनि हाल्छ। साथीहरू सियाल सुतिरहेको छ नि यहाँ सियाल भाइहरू हेलो वहाँ बसिरहेको छ यार ल चल
हेलो साथीहरू, अब हामी के गर्दैछौँ? पुल चढ्दैछौँ है, पुल। वनवाटिकामा आएर हामी रमाइरहेछौँ यसरी वनवाटिकामा। टोक्न पनि सक्छ क्या, त्यही भएर छोएर फोटो नखिचाउनु ल, के टोक्नु पनि सक्छ अरे। गोरिल्ला यो ठाउँ राइनोस भाइ, जिराफ है, जिराफ भाइ, जिराफ है। जिराफ हेर्न पाइयो नेपालमा पनि। गोरिल्लाजी बस्नु भएको छ यहाँ है, वन मान्छे गोरिल्ला। ओहो, यो के हो यस्तो? के बारी हो यो? फुलबारी हो। चाँदी बाला देउला हातैमा। ओ नो, यो के हो यस्तो? यो बाहुबली है, बाहुबली। आउँछौ कि भने म त कुरिरहेछु। यहाँ के छ र? चरा